म तपाईहरुलाई चाहिँ आफ्नो YouTube को इन्कम देखाउन चाहन्छु। पर्सोनाको माध्यमबाट चाहिँ मैले भेरिफाई गर्न गइरहेको छु। भेरिफाई कसरी गर्ने, गुगल एडसेन्स भेरिफाई कसरी गर्ने त? हेलो साथीहरु, आज YouTube ले 1 वर्षपछिको अन्तरालमा मेरो च्यानलमा कस्तो प्रकारको सेटिङ अन गरेको छ त? आज YouTube ले 1 वर्ष 1 महिना पछि मेरो गुगल एडसेन्समा कस्तो प्रकारको अप्लाई बटन अन गरेको छ त? साथीहरु, पक्कै पनि तपाईहरुलाई चाहिँ थाहा भइसकेको होला आज कस्तो प्रकारको भिडियो लिएर आइसकेको छु भन्ने कुरा। अर्को कुरो साथीहरु, यो मेरो भिडियोलाई चाहिँ भाइरल नगर्दिनु होला, किनकि यो भिडियोमा मैले चाहिँ आफ्नो YouTube इन्कम शो गरेको छु। त्यो भएको कारणले तपाईहरुले चाहिँ यो भिडियोलाई चाहिँ भाइरल नगर्दिनु होला, किनकि यदि तपाईले चाहिँ यो भिडियो भाइरल गर्दिनु हो भने यो भिडियो लगायत यो मेरो च्यानललाई पनि YouTube को एल्गोरिदमले चाहिँ टर्मिनेट गर्न सक्छ। त्यो भएको कारणले तपाईले चाहिँ यो भिडियोलाई चाहिँ भाइरल नगर्दिनु होला। अर्को कुरो साथीहरु, के तपाई जेनजी पुस्ताको युट्युबर हुनुहुन्छ र बेरोजगार हुनुहुन्छ अथवा रोजगारी हुनुहुन्छ, आफूलाई सन्तुष्ट पार्न सक्नु भएको छैन भने तपाईहरुको लागि चाहिँ यो भिडियो एकदमै मोटिभेसनल भिडियो रहेको छ साथीहरु। एकदमै तपाईलाई चाहिँ नयाँ मोड दिनेछ साथीहरु। त्यो भएको कारणले चाहिँ यो भिडियो चाहिँ सुरुदेखि लास्टसम्म हेर्न एकदमै जरुरी रहेको छ साथीहरु। अर्को कुरो साथीहरु, तपाईहरुलाई चाहिँ के भन्न चाहन्छु भनेपछि, यार साथीहरु, मेरो यो भिडियोबाट तपाईहरुले चाहिँ एउटा सानो कुरा सिक्ने अवसर पाउनुभयो भने 1 भ्यूज र 1 लाइक त बन्छ होला नि यार साथीहरु। तपाईको 1 भ्यूज र 1 लाइकको कारणले मलाई चाहिँ कहाँबाट कहाँसम्म पुर्याउँछ साथीहरु। त्यो भएको कारणले चाहिँ तपाईको 1 भ्यूज र 1 लाइकको भोको छु साथीहरु। तपाईहरुले चाहिँ मलाई कहाँबाट कहाँ पुर्याउन सक्नुहुन्छ भन्ने कुरा त्यो त मलाई थाहा छ, तपाईहरुको पावर साथीहरु। र अर्को कुरो, यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनको घण्टीलाई अल गरिदिनु होला, ताकि मेरो यस्तै रोचक भिडियोको सूचना सबभन्दा पहिला हजुरहरुको समक्ष पुगोस्। आउनुस्, कति पनि ढिला नगरिकन तपाईहरुले चाहिँ आफ्नो मोबाइलको स्क्रिनतर्फ ध्यान आकर्षण गराउन चाहन्छु। साथीहरु, सबभन्दा सुरुमा म तपाईहरुलाई चाहिँ आफ्नो YouTube को इन्कम देखाउन चाहन्छु। मैले चाहिँ 1 वर्षपछिको अन्तरालमा मैले चाहिँ YouTubeबाट इन्कम गर्न सुरु गरेको छु साथीहरु। मेरो च्यानल चाहिँ फाइनली मेरो च्यानल चाहिँ मोनेटाइज भइसकेको छ। तपाईहरुलाई चाहिँ YouTube को इन्कम शो गर्न चाहन्छु। सबभन्दा पहिला हामीले चाहिँ YT स्टुडियोमा गएर हेरौं। YT स्टुडियो अन गरिसकेपछि मेरो च्यानल चाहिँ शो गर्यो। सबभन्दा टपमा चाहिँ YouTube वाला साथी 2982 चाहिँ मेरो सब्स्क्राइबर, टोटल सब्स्क्राइबर रहेको छ। र अर्को कुरो, म आफ्नो अर्निङ देखाउन चाहन्छु तपाईहरुलाई चाहिँ। हेर्नुस् है, अर्निङमा गए सबभन्दा कुनामा चाहिँ अर्निङ बटन रहेको छ। मेरो अर्निङ रहेको छ भेरिफाई योर आइडेन्टिटी भनिरहेछ। मैले चाहिँ आज कसरी भेरिफाई गर्ने त सम्पूर्ण कुराहरुको जानकारी तपाईहरुलाई चाहिँ शो गर्नेछु, त्यो पनि लाइभ प्रुफ साथीहरु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। सुरुमा रहेको छ भेरिफाई आइडेन्टिटी भनेको छ, आज चाहिँ भेरिफाई गरेर देखाउँछु। र रहेको छ प्रोग्रेस फरवर्ड योर नेक्स्ट पेमेन्ट भनेको छ। हाम्रो रहेको छ अमेरिकन डलर $11.24 आइसकेको छ मेरो YouTube च्यानलमा। पेमेन्ट मिनिमम $100 हुनुपर्छ। विथड्रो गर्नको लागि हामीले चाहिँ $100 पुगिसकेपछि हामीले आफ्नो YouTube को स्यालेरी चाहिँ झिक्न सक्छौं साथीहरु। यो त रह्यो मेरो YouTube को इन्कम। अब तपाईहरुलाई गुगल एडसेन्स भेरिफाई कसरी गर्ने त? भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला साथीहरु। यति गरिसकेपछि तपाईको चाहिँ $10 क्रस गरिसक्नुभयो भने तपाईले चाहिँ गुगल पिन कोड, एउटा पर्सोनाको माध्यम र अर्को चाहिँ गुगल पिन कोडको माध्यमबाट चाहिँ तपाईले चाहिँ गुगल एडसेन्सलाई चाहिँ भेरिफाई गर्न भन्छ। गुगल पिन कोड आउँछ, तपाई चाहिँ हुलाक मार्फत तपाईहरुको समक्ष पुगो यो अप्लाई गर्नुभयो भने तपाईको चाहिँ 10 देखि 15 दिन भित्रमा चाहिँ गुगल पिन कोड आउँछ। तर मैले चाहिँ गुगल पिन कोड नमगाएर मैले चाहिँ पर्सोनाको माध्यमबाट चाहिँ मैले भेरिफाई गर्न गइरहेको छु साथीहरु। तपाईले चाहिँ भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। मैले भिडियोलाई चाहिँ यो ब्याक गरे। यति गरिसकेपछि मैले चाहिँ क्रोममा आए है साथीहरु। क्रोममा क्लिक गरिसकेपछि गुगल एडसेन्समा क्लिक गर्ने। गुगल एडसेन्समा क्लिक गरिसकेपछि सुरुमै रहेको छ साइनिङ रहेको छ गुगल एडसेन्स, यसमा क्लिक गर्ने। मेरो चाहिँ अलरेडी अन रहेको छ, मैले खोलिसकेको छु। गुगल एडसेन्स अन गरिसकेको छु। मेरो YouTube अर्निङ चाहिँ $8.41 देखाइरहेको छ साथीहरु। तर यहाँ चाहिँ काटेको छ मेरो। यहाँ के भनेको छ भनेपछि योर पेमेन्ट्स आर करेन्टली अन होल्ड रहेको छ भनेर भनिरहेको छ। ड्यू टु द वार इन युक्रेन, उसको कारणले चाहिँ होल्ड रहेको छ भनेर भनिरहेको छ। यति गरिसकेपछि हामी चाहिँ 3 डटमा क्लिक गर्ने। 3 डटमा क्लिक गरिसकेपछि पेमेन्टमा जाने। पेमेन्टमा क्लिक गरिसकेपछि हाम्रो चाहिँ भेरिफिकेसन चेक भनेर रहेको छ, यसमा क्लिक गर्ने। भेरिफिकेसन चेक अब अन हुँदैछ साथीहरु। अन यस्तो प्रकारको इन्टरफेस हुन्छ। भेरिफिकेसन चेक त्यसमा क्लिक गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस हुन्छ। त्यसपछि तल आउने। तल आइसकेपछि अर्को कुरो साथीहरु, यस्तो प्रकारको तपाईको चाहिँ $10 आइसकेको छ भने तपाईको चाहिँ रहेको छ आइडेन्टिटी भेरिफिकेसन चाहिँ एउटा निश्चित समयसम्म
भेरिफिकेसन गरिसक्नु पर्ने हुन्छ तपाईले चाहिँ गुगल पिन कोड मगाइसक्नु पर्छ हाम्रो चाहिँ $10 कम्तीमा $10 पुगिसकेपछि यस्तो प्रकारको अन हुन्छ भेरिफिकेसन नाउ अथवा तल रहेको छ भेरिफिकेसन नाउ यो पर्सोनाको माध्यमबाट तपाईले चाहिँ भेरिफिकेसन गर्नुपर्ने हुन्छ यस्तो प्रकारको अप्सन आउँछ तपाईले चाहिँ $10 अन आइसकेपछि तपाईको चाहिँ यस्तो प्रकारको इन्टरफेस हुन्छ हाम्रो चाहिँ एउटा निश्चित दायरा हुन्छ यदि तपाईले चाहिँ भेरिफाई गर्नु भएन भने यो अप्लाई बटन फेरि क्यान्सल हुन्छ साथीहरु त्यही भएर तपाईले चाहिँ यहाँ के रहेको छ भनेपछि आइडेन्टिटी भेरिफिकेसन एउटा निश्चित समय भित्र गर्नुपर्ने हुन्छ मेरो रहेको छ टु कन्टिन्यू अर्निङ एन्ड टु रिसिभ पेमेन्ट्स भेरिफाई योर आइडेन्टिटी बाइ 23 जनवरी 2026 जुनको 23 तारिकसम्म मैले चाहिँ यो गुगल पिन कोड मगाएर अथवा पर्सोनाको माध्यमबाट चाहिँ मैले चाहिँ भेरिफाई गरिसक्नु पर्ने छ यदि यो डेट भन्दा क्रस भएको भने अप्लाई बटन क्यान्सल हुन्छ साथीहरु त्यो भएको कारणले चाहिँ तपाईहरुको $10 भन्दा क्रस माथि भइसकेको छ भने तपाईले चाहिँ छिट्टै यो डेट भनेको छ यो डेट भित्रमै तपाईले चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ तल रहेको छ एउटा भेरिफाई नाउ रहेको छ अर्को चाहिँ सबभन्दा तल युज आइडी एन्ड मेल पिन भेरिफिकेसन भनेको छ भेरिफाई नाउ भनेको यो चाहिँ पर्सोनाको माध्यमबाट तपाईले चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ अर्को चाहिँ युज आइडी भनेको छ यो चाहिँ यहाँ क्लिक गर्नुभयो भने तपाईले चाहिँ गुगल पिन कोड आउँछ हुलाक मार्फत तपाईको चाहिँ 10 देखि 15 दिन भित्र 20 दिन भित्र तपाईहरु चाहिँ हुलाक मार्फत तपाईले चाहिँ गुगल एडसेन्समा के भन्नुभएको छ त्यो एड्रेसको माध्यमबाट तपाईहरुको चाहिँ तपाईहरुको घरसम्म आइपुग्छ साथीहरु तर मैले चाहिँ पर्सोनाको माध्यमबाट चाहिँ आफ्नो गुगल एडसेन्स चाहिँ भेरिफाई गर्न गइरहेको छु त्यो भएको कारणले चाहिँ मैले चाहिँ भेरिफाईमा चाहिँ क्लिक गरे यति गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस हुन्छ साथीहरु भेरिफाई आइडेन्टिटी विथ पर्सोना भनेर रहेको छ यसमा क्लिक गर्ने यति क्लिक गरिसकेपछि हाम्रो खुलिरहेको छ लोडिङ लिइरहेको छ साथीहरु बिगिन भेरिफाई भनेको छ यसमा बिगिन भेरिफाईमा क्लिक गर्ने बिगिन भेरिफाईमा क्लिक गरिसकेपछि साथीहरु आफ्नो चाहिँ व्हाट कन्ट्री इज योर गभर्नमेन्ट आइडी फ्रम तपाई चाहिँ कुन कन्ट्रीबाट बिलोङ गर्नुहुन्छ तपाई चाहिँ कुन कन्ट्रीबाट हुनुहुन्छ मेरो चाहिँ अलरेडी नेपाल रहेको छ मैले सिलेक्ट गरे नेपाललाई चाहिँ सिलेक्ट गरे साथीहरु यति गरिसकेपछि तपाईहरुले चाहिँ के को माध्यमबाट चाहिँ तपाईले चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ सिटिजनशिप सर्टिफिकेट अथवा ड्राइभर लाइसेन्स अथवा नेशनल आइडी अथवा पासपोर्टबाट तपाईले चाहिँ भेरिफाई गर्ने हो त मैले चाहिँ आफ्नो नागरिकताबाट सबभन्दा माथि सिटिजनशिप सर्टिफिकेट भनेर रहेको छ मैले चाहिँ नागरिकताबाट चाहिँ भेरिफाई गर्न चाहन्छु त्यही भएर सबभन्दा माथिल्लो उसमा चाहिँ क्लिक गरे माथिल्लो उसमा क्लिक गरिसकेपछि तपाईको चाहिँ के रहेको छ भनेपछि टेक अ क्लियर फोटो अफ द फ्रन्ट अफ योर गभर्नमेन्ट आइडी अगाडिको भागको चाहिँ क्लियर फोटो चाहिँ देखाउन भनिरहेको छ मैले आफ्नो यहाँ फोटो अगाडिको फोटो चाहिँ क्लिक गर्न गइरहेको छु टेक गर्न गइरहेको छु साथीहरु एलो दिस टाइम भने अब भनेको छ अपलोड दिस फोटो भनेको छ मैले अपलोड गरे ब्याक अफ आइडी अब ब्याकको भनिरहेको छ पछाडीको भागको फोटो खिच्न भनिरहेको छ साथीहरु अपलोड दिस फोटो भनिरहेको छ यति गरिसकेपछि मैले अपलोडिङ गरे अपलोड हुन सुरु गरेको छ प्रोसेसिङ आइडी भनिरहेको छ प्रोसेसिङ गरिरहेको छ यो चाहिँ चेक गरिरहेको छ सही छ कि छैन त भन्ने कुरा आइसक्यो गुगल एडसेन्समा के यो नागरिकता अनुसार भन्नुभएको छ भने तपाईले चाहिँ पुरै डिटेलमा बताउँछ यति गरिसकेपछि मैले चाहिँ पहिल्यै डिटेल भरिसकेको थिएँ त्यही भएको कारणले चाहिँ थाहा पाइदियो त्यही भएर आइडेन्टिटी पुरै निकाल्दियो त्यही भएर कन्टिन्यू गर्दिने मैले चाहिँ कन्टिन्यू गरे अब के भनिरहेको छ भनेपछि तपाईहरुको चाहिँ लेट्स मेक योर स्योर यु आर यु के भनिरहेको छ तपाई चाहिँ कन्फर्म तपाई नै हुनुहुन्छ भन्ने कुराको कन्फर्म गर्नुस् भनेर भनिरहेको छ तपाईले चाहिँ पहिला लेफ्ट साइड त्यसपछि राइट साइड गर्न भनिरहेको छ पोजिसन योरसेल्फ इन द सेन्टर पहिला अगाडि सेन्टरमा हुने द अफ द क्यामेरा एन्ड देन मुभ योर फेस लेफ्ट एन्ड राइट पहिला लेफ्ट तिर घुम्ने त्यसपछि राइट तिर घुमाउने अब मैले चाहिँ गेट स्टार्ट गरे गेट स्टार्ट गरिसकेपछि त्यसपछि भेरिफाइङ भरिरहेको छ भेरिफाई डन भनिसकेको छ यहाँ चाहिँ कंग्रेचुलेसन यु आर डन भनेर भनिसकेको छ त्यो भएको कारणले चाहिँ मैले चाहिँ डन गरे डनमा क्लिक गर्ने तपाईहरुले चाहिँ डनमा क्लिक गर्नु होला अब के भनिरहेको छ भनेपछि तपाईको चाहिँ आइडेन्टिटी भेरिफिकेसन कम्प्लिट भनिसकेको छ तपाईको चाहिँ भेरिफिकेसन कम्प्लिट भइसकेको छ है साथीहरु भेरिफाइङ योर आइडेन्टिटी भनेर यदि तपाईले चाहिँ यति गरिसक्नुभयो भने तपाई गुगल पिन कोड मंगाउनु पर्दैन साथीहरु तपाईले चाहिँ नयाँ तरिका आइसकेको छ तपाईले चाहिँ पर्सोनाको माध्यमबाट नयाँ तरिकाको तपाईले चाहिँ आफ्नो गुगल एडसेन्स चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ तपाईले चाहिँ पर्सोनाको माध्यमबाट आफ्नो गुगल एडसेन्स चाहिँ भेरिफाई
भेरिफाई गर्न सक्नुहुन्छ। पहिला चाहिँ यो अप्सन चाहिँ रहेको थिएन साथीहरू। पहिला चाहिँ गुगल पिन कोड मगाउनु पर्ने हुन्थ्यो। यो तपाईको चाहिँ एउटा लेटर आउँथ्यो, गुगल पिन कोड आउँथ्यो। तर अहिले चाहिँ नयाँ तरिका आइसकेको छ। पर्सोनाको माध्यमबाट चाहिँ गर्नुभयो भने अब तपाईले चाहिँ गुगल पिन कोडको आवश्यकता पर्दैन। तपाईको चाहिँ गुगल एडसेन्स चाहिँ अब भेरिफाई भइसकेको छ। साथीहरू यो त भयो तपाईले चाहिँ कसरी आफ्नो गुगल एडसेन्स भेरिफाई गर्ने त। अब तपाईको चाहिँ $100 पुग्यो भने तपाईले चाहिँ आफ्नो युट्युबको इन्कम चाहिँ बैंक मार्फत अथवा हुन्डीद्वारा तपाईले चाहिँ आफ्नो इन्कम निकाल्न सक्नुहुनेछ, तपाईले झिक्न सक्नुहुनेछ। साथीहरू भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने लाइक र कमेन्ट गर्न नबिर्सिनु होला। अर्को कुरो साथीहरू, के तपाई चाहिँ नयाँ युट्युबर हुनुहुन्छ? यदि नयाँ युट्युबर हुनुहुन्छ, के नजानेको कुरा छ, यो सम्बन्धी युट्युब सम्बन्धी नजानेको कुरा छ भनेपछि तपाईले चाहिँ यो कमेन्ट नबुझेको कुरो जिज्ञासाहरू छ भने यो भिडियोको कमेन्ट बक्समा चाहिँ कमेन्ट गरेर छोडिदिनु होला। अर्को भिडियो तपाईको कमेन्ट अनुसार प्रयास गर्ने नै छु। त्यतिन्जेलसम्मको लागि युट्युबवाला साथीलाई बिदा दिनुहोस्। नमस्कार, जय नेपाल।